आपके पास बहुत सारे, आप मुझे दे दोगे 5 रुपए? म चाहिँ यसलाई भेट्न आएको ल गाइज। अब मलाई अगाडिबाट भन्नु अब अलिक घाँटीले दिएन क्या होइन। अनि उ चाहिँ मेरो प्यारो साथी मोटो छ है। म भन्दा नि मोटो छ भने क्या खुसी लाग्छ क्या। म मात्र मोटो होला भनेको त म भन्दा मोटो छ है। तर मोटो भने तर राम्रै छ। ऊ चाहिँ हो क्या सबैभन्दा राम्रो। कहाँ गयो? त्यो चाहिँ मेरो साथीको बहिनी हो है। नाम भन्देऊ न। सरिता राई। सरिता राई। सरिता राई। मेरो बहिनी सिङ्गल छ ल? छ कि छैन? छ कि छैन? हजुर। हामी कहाँ जानु लागेको भन्देऊ न। मन्दिर। कुन मन्दिर? राधाकृष्ण। राधाकृष्ण मन्दिर। गाईघाट। गाईघाटको माथिको पनि हेर्नु नि। तर राम्रो चिन्छ तर राम्रो क्या है। गरौँ न अवस्था गरेर। उयो बन्द होला नजाउँ, कोही नि छैन। तँ त के साह्रो सेतो देखेको के होला धेरै इफेक्ट हालेपछि त्यही हुन्छ। छैन इफेक्ट केही छैन। अनि बुनु त ठिकै देख्छु त। तँ चाहिँ हेर्न, तँ चाहिँ हेर्न। हामी त ठिकै देख्छु, तँ हेर्न। त्यो अलिकति लाइटले पनि होला सायद। अब ठिक देख्यो, अब ठिक देख्यो। तँ आउँदा त टनक्क चम्किन्छ त क्यामेरा पनि मेरो। यो चाहिँ उयो के भन्छ राधाकृष्णको ठुलो मन्दिर हो कि यो अर्कै मन्दिर हो? यो पनि आउनु चाहनुहुन्छ भने आउनु होला यता। एकदमै राम्रो छ यहाँ हेर्नु। हाम्रो गाइडर हो नि। फेरि उसैलाई थाहा छैन, उही फर्स्ट टाइम आएको। ल ल हामी ल सबैकोबाट ल सक्यो बुनु। दिदी दिदी बुनु होइन दिदी बुनु कस्तो नहीं बनाई मेरे पास नहीं है। मैं देखो देखो मैं खुद गरीब हूँ। आपके पास देखो आपके पास बहुत सारे, आप मुझे दे दोगे 5 रुपए? बाहर में जाओ। कुन चाहिँ मन्दिर हो रे? राधाकृष्ण मन्दिर। यो चाहिँ ठुलो के भन्छ? के हो? उता राधाकृष्ण भन्छ यार, यहाँ अर्कै भन्छ भगवती हो कि के भन्छ यार। अरे कहना क्या चाहते हो? हाम्रो गाइडरलाई थाहा छैन होइन। कस्तो दामी रहेछ क्या। के ए हो बसौँ न बसौँ न। अनि खोइ त नि ओयो अनि नजाने भित्र जाँदा पनि हुन्छ। गएर जाउँ न गएर यसो। वाउ के हुँदैन बट त्यो सिन त राम्रो छ। बरु मलाई गाली गरेर नि मैले खिचेको छैन नि भाइ। यो एक्ज्याक्टली गाइड तपाईँलाई अहिले पलाइदिनु। सुस्मिता मेरो प्यारो सुस्मिता मलाई रिस उठिरहेको छ तँलाई देखेर। साह्रै रिस उठेर 1.5 घन्टा कसले कुराउँछ क्या 1.5 घन्टा त्यो पनि रोडमा। म फेरि त्यही माथि बिरामी भए मान्छे दबाई खाएर पुष्ट भएर आएको मान्छे होइन।
फेरि बिरामी हुन्छ भरे म फेरि तल पानीमा उभाको भरे फेरि तलाई म ट्रिटमेन्ट दिइहाल्छु नि बिल्कुल चुप पानीमा उभाको यसले मलाई ट्रिटमेन्ट त कुरा जाउँ होइन अब हामी चाहिँ पूजा गर्नु जाउँ लेट्स गो हामी चाहिँ पूजा गरेर चल्दै अब ल गाइस हाम्रो उर्मिला म्याडमजीले हेल्प गर्दैछ आमालाई यसरी नै सबैजनाले आफ्नो सन्तानले आफ्नो आमालाई हेल्प गर्नु हो सही हो अब चाहिँ फर्क्यौँ त्यो चिसो छ होस् अब सुकिसक्यो होला त्यही पनि अब चाहिँ हामी फर्किँदै ल है मैले हाम्रो पण्डितजी फर्किँदै तपाईँहरूलाई अर्को पनि भ्रमण गराउँदैछु घुम्नुको लागि झम ओ यहाँ पानी हुनुपर्ने नि यस्तो कोइन हुन्छ नि फुतुक फ्याँक्नु खालको त्यस्तो हुनुपर्ने तर रहेन रहेछ कहाँ यहाँ हामी चाहिँ अब फर्केको कस्तो गोरो आएको के यो मान्छे कस्तो गोरो आएको कस्तो म त जिन्दगीमा फर्स्ट टाइम म आफूलाई यस्तो कालो फिल गरिरहेको छु साथीलाई घर पनि लगाएको छैन भने आएको म कति 11:30 बजे आएको म होइन अनि अहिले कति बजिसक्यो 2:20 भइसक्यो अझै पनि यो मलाई मार्केट घुमाउनु लाग्दैछ म यस्तै छु भने म घरै गएको छैन क्या अब घुमा गर्ने त मलाई अब तँलाई गाडी घुमाउने क्या पुरै कस्तो छ यार गाह्रो छ यार एक त 1.5 घन्टा कुरायो के अरे रोडमा अनि आइसकेपछि पनि घर लगेन घुमाइरहेछ क्या घुमा छ क्या यस्तो साथी कसले पाउँछ यार भाग्यमानले मात्र पाउँछ हो खप्परमा त लिएकै रहेछस् हो धेरै लिएको छु जम मारे होला टायर पनि पङ्क्चर भयो हुनु मारे टायर पनि पङ्क्चर भयो म आएर गाडी ढकाल्न पर्यो है तर एक्सपिरियन्स दामी छ यार गाइस फाइनली आइपुग्यो हामी खासमा म बनाउँदिन थिएँ नि तैँले भनेर